यो चिनी, दिस इज मैदा। मैदाभन्दा चाहिँ चिनी अलिक कम्ती। अब चाहिँ मैदा चाल्नुपर्छ। यो चाहिँ मैले 2 ब्याचको निम्ति चिनी र मैदा रेडी गरेको। यसलाई हाफ गरेर बनाउँछु। 50 ग्राम बटर राख्दैछु। हाल्दैछु ओइल। त्यसको बादमा अन्डा हाल्दैछु। Vanilla essence. अघिदेखि सुनिराख्नु भएको थियो होला हल्ला के को भनेर। साइडमा उनीहरूको चाहिँ गफ अनि यसरी जिस्किराख्थ्यो। यसरी एक्सर्साइज गर्नुपर्छ, यसरी गर्नुपर्छ भनेर। काटेर हालेको भए चाहिँ राम्रो हुन्थ्यो होला। ठिकै छ। लास्ट यस्तो छ, नपाकी चाहिँ अहिले तपाईँलाई फेरि पाकेर देखाउँछु मैले। टक्कै छोड्दा हुन्छ हौ। हुन्छ छोडा 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 हुन्छ। गुड। रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। कटिङ गरेर स्टोर गर्दा हुन्छ। सिधै गर्छ सक्छ सक्छ। सजिलो सस्तो टेस्टी केक रेडी भइसकेको छ। हेर्नुहोस् न एकदमै मिठो भएको छ, सफ्ट भएको छ। मेरो चाहिँ नानीहरूले यस्तै मन पराउँछ, त्यो क्रिम केकहरू मनै पराउँदैन। अनि जहिले पनि भन्छ कि मलाई चाहिँ यही मनपर्छ भन्छ। चिनी पनि एकदम एकुरेट भयो। अनि आज पनि पर्फेक्ट बनेको रहेछ, मिठो भयो। मलाई पनि मिठो लाग्यो। यसरी बनाएर राख्नुभयो भनेदेखि नानीहरूको निम्ति स्कुलको टिफिनहरू एकदमै राम्रो हुन्छ। इन्जोय।